थुप्रो कुरालाई नि परमेश्वरको उपस्थितिमा लिएर आएको, तर एउटा सानो विश्वास, म जन्माउँछु होला, मैले निगा पाउँछु होला भन्ने विश्वासको एउटा सानो मुना पलायो। त्यो मुना पलाउँदै गर्दा नि उसले के गर्दैछ भन्नुहोस् त? के गर्दैछ? उसले यो निर्णय गर्दैछ, अब म उदास हुँदिनँ, म उदास हुँदिनँ भन्नुहोस् त। सो विश्वास, जबसम्म तपाईँको विश्वासमा नि तपाईँले काम गर्नुहुन्न त्यो क्रियाशील हुँदै हुँदैन। बाइबल यो भन्छ, बिना विश्वास हामी उहाँलाई रिजाउनै सक्दैनौँ। हन्नाले यो विश्वास गर्यो ऊ जन्माउन सक्छ। उसको पहिलो एक्सन के थियो भन्नुहोस् त? ऊ के भएन अरे? जोडसे भनिदिनुहोस् न। उदास भएन, भनिदिनुहोस् न। दुखित भएन, उदास भएन। उसको विश्वासको काम, पहिलो काम। अनि बाइबलले यो भन्छ, भोलिपल्ट ऊ बिहानै उठे र दण्डवत गरे। विश्वासको कामलाई शक्तिशाली बनाउनु भने चाहिँ पहिलो स्टेप चाहिँ के रहेछ अरे? आराधना। आराधना। उसले यो निर्णय गरे, म उदास हुँदिनँ। भोलिपल्ट उठिकन उसले एउटा काम गर्दैछ। त्यो काम चाहिँ के अरे? दण्डवत गर्यो। कुरा बुझ्नुहोस् ल, हामी विश्वास गर्छौँ पक्का हो, तर त्यो विश्वासमा हामीले यो निर्णय गर्न जरुरी छ, म उदास हुँदिनँ। उदास हुँदिनँ, अब के गर्ने त? म दण्डवत गर्छु, म दण्डवत गर्छु भन्नुहोस् त। कस्तो सजिलो हुन्छ त्यहाँदेखि विश्वासलाई अगाडि बढाउनु। किनभने बाइबलले यो भन्छ, ऊ फर्केर गयो, उसको पतिसँग उसको सहवास भयो, हन्ना गर्भवती भए, अनि समयमा उसले एउटा छोरो जन्मायो। उसले यस्तो शक्तिशाली व्यक्ति जन्मायो, सानो उमेरमा परमेश्वरको आवाजलाई सुन्ने व्यक्ति जन्मायो, सानो उमेरमा अब के हुन लागेको छ भन्ने व्यक्ति जन्मायो। एउटा असल न्यायाधीशलाई नि हन्नाले जन्मायो। तर कहाँदेखि सुरु भयो भन्नुहोस् त? उसले विश्वास गर्यो, विश्वास गर्दै गर्दा ऊ उदास भएन, अनि उसले उसको उदासलाई केसँग साट्दैछ? प्रशंसासँग साट्दैछ। उसको निराशालाई उसले नि दण्डवत गर्नसँग साट्दैछ। सो आज बेलुकी तपाईँ यो कोठाभित्र आइपुग्दै गर्दा हाम्रो सानो विश्वास होला, रमाहाटसँग साटौँ, प्रशंसासँग साटौँ। यो भनौँ, प्रभु म तपाईँको आराधना गर्छु, म खिन्न हुँदिनँ भन्नुहोस् त, म उदास हुँदिनँ, म निराशाले भरिँदिनँ, तर म दण्डवत गर्छु। जोडसँगले भन्नुहोस् न, म दण्डवत गर्छु। जीवित परमेश्वरको म दण्डवत गर्छु, जीवित परमेश्वरको म